नमस्कार। यहाँलाई अब व्यक्तिलाई कसरी हामीले धेरै ग्रुपमा गर्दाखेरि अब कसैले तपाईलाई लु हिप्नोटाइज गराएर देखाउनुस् भन्नु पनि हुन सक्छ। अनि को व्यक्ति ग्रुपमा गराउनु भयो, तपाईले विद्यार्थीलाई धेरैलाई गराउनु भयो अथवा कुनै पनि ठाउँमा गएर 20-25 जनाको समूहमा तपाईले हिप्नोटाइज गराउन खोज्नु भयो भने तपाईले सर्वप्रथम को व्यक्ति हिप्नोटाइजमा जान सक्छ भनेर अग्रिम नै तपाईले पहिचान गरेर यदि तपाईले स्टेजमा ल्याएर गराउनु भयो भने तपाईमाथिको विश्वास अझ धेरै बढ्नेछ। तर जब व्यक्तिलाई हामी हिप्नोटाइज गराउँछौँ, कतिपय व्यक्तिहरू मैले भनिसकेको छु कि जम्मा 20% मात्रै हिप्नोटाइजमा जान सक्ने स्वभावका हुन्छन् मानिसहरू। 100 जनामा 20% मान्छे हिप्नोटाइजमा जान्छन्, 80 जना जाँदैनन्। 80 जना सेमी र तपाईको मिडियम ट्रान्समा जान सक्ने हुन्छन्। सेमी र मिडियम ट्रान्ससम्म जान सक्ने मानिसलाई चाहिँ हामीले स्टेजमा केही देखाउन सक्छौं। स्टेजको अलावा तपाईले पहिले नै कुनै पनि ग्रुपमा कुनै पनि व्यक्ति सबैलाई एउटै काम दिने, सबैलाई एउटै प्रकारको काम दिने र त्यो काम पहिचान तपाईले गर्ने म यहाँलाई बताउन गइरहेको छु। यसको निम्ति आएर बसिदिनुहोस्। अब धेरै जना ग्रुपमा गर्ने काम हो। मानिलिउँ उहाँहरुको ग्रुप 10-15 जनाको छ, उहाँहरु बस्नु भएको छ बेन्चमा अथवा उभिनु भएको छ अथवा अडेस लागेर कहीँ बस्नु भएको छ। यसको निम्ति सर्वप्रथम के गर्ने, उहाँहरुलाई सर्वप्रथम आँखा बन्द गर्न लगाउने। तपाईले आँखा बन्द गरिदिनुहोस्। तपाईको हातलाई अब दुईटा अगाडि ल्याउनुहोस्। अगाडि यसरी हातलाई तपाईले दुईटा ल्याउनुहोस्। दुईटा हातलाई अगाडि राख्नुहोस्। यो भनिसकेपछि उहाँहरुलाई के गर्ने, यही बेला तपाईले फेरि एकचोटी उहाँहरुलाई ब्रिदिङ गराउने, ग्रुपमा ब्रिदिङ गराउने। एक पटक गहिरो श्वास तान्नुहोस्, होल्ड गर्नुहोस्, रोक्नुहोस् र रिलिज गर्नुहोस्। ओके, अब मेरो आवाजलाई पछ्याउनुहोस्। मानिलिनुहोस् तपाईले अहिले दुईटा हातलाई अगाडि राख्नु भएको छ। तपाईको दुईटा हातलाई अगाडि राख्नु भएको छ। तपाईको एउटा हातको हत्केलामा र अर्को हातको हत्केलामा, दायाँ हातको हत्केलामा र बायाँ हातको हत्केलामा एउटा चुम्बक अड्किएको छ। कल्पना गर्नुहोस्। यसरी कल्पना गराउने। अब त्यो चुम्बकले दुईटा चुम्बकलाई तपाईको बिस्तारै आफूतिर आकर्षण गर्दै ल्याइरहेको छ। तपाईको हातमा चुम्बक छ। त्यो चुम्बकले तपाईको हत्केला दुईटा हत्केला टाँस्न खोज्दैछ। तपाईको हात चुम्बक जस्तो दुईटा हत्केला टाँस्न खोज्दैछ। यति धेरै चुम्बक छ तपाईको हातमा हत्केलामा। त्यो हत्केलाले एक अर्काको हत्केला टाँस्न खोज्दैछ। तपाईको हत्केलाले तपाईले अर्को हत्केला र एक हत्केला बीच टाँसिन खोज्दैछ। तपाईलाई यस्तो तानिरहेको छ। त्यो चुम्बकले तपाईको हातलाई तानिरहेको छ। मानिलिनुहोस् पुरै तानेको छ, ट्याप्पै तानेको छ तपाईको हात। तपाईले यो सजेसन दिने। यो सजेसन दिँदा व्यक्तिलाई तपाईलाई थाहा छैन को व्यक्तिको हात यसरी टाँसिन्छ। यो टाँसेको व्यक्ति तपाईले ग्रुपमा पहिचान गर्ने, अथवा नटाँसे पनि कोही व्यक्तिको यतिसम्म जान्छ, अथवा आधा गयो भने 50% हात नजिक आयो भने त्यो व्यक्ति हिप्नोटाइजमा जान सक्ने हुन्छ। तपाईले त्यो पहिचान गर्नुपर्ने हुन्छ। अब उहाँको हात टाँसिएको छ। यदि कसैको टाँसेन, यस्तै भयो, हलचल भयो, तलमाथि भयो भने त्यो व्यक्ति हिप्नोटाइजमा जान सक्दैन। र जसको हात टाँसिएको छ अनि के गर्ने, आँखा खोल्न लगाउने। आँखा खोल्नुहोस्, तपाईको हात हेर्नुहोस् त भन्ने। हात त टाँसिएको छ, मान्छे छक्क पर्छ यसरी। हात झार्नुहोस्, ठिक छ। यो गरिसकेपछि तपाईले जसको हात यसरी अगाडि आएको छ त्यो व्यक्तिलाई अगाडि स्टेजमा बोलाउन सक्नुहुन्छ। अनि उसलाई तपाईले क्विक पनि गराउन सक्नुहुन्छ र केही बेर लामो पनि गराउन सक्नुहुन्छ। यो भयो अग्रिम टेस्ट। तपाईले व्यक्तिलाई, समूहलाई, स्कुलको विद्यार्थीहरूलाई, स्कुलको टिचरहरूलाई, कुनै पनि अफिस कलेजहरुको स्टाफहरूलाई तपाईले अगाडि नै यसरी टेस्ट गराउने। टेस्ट गराएपछि त्यो व्यक्तिलाई जसको हात नजिक गएको छ केही नभन्ने उहाँलाई बोलाउने, ल त उहाँलाई गरेर देखाउने। अनि उहाँ हिप्नोटाइजमा पर्नुहुन्छ र हिप्नोसिसको विश्वास र हिप्नोटिज जो गराउने छ, जो गुरु छ, उहाँप्रति विश्वास जाग्नेछ। हस्, गइदिनुहोस्। यसको निम्ति धेरै धन्यवाद।
यो भिडियोलाई यहाँले हेरिरहनु होला। हस्।